यसलाई हामीले भारी युद्ध गरेर यसलाई लखे दुध परेको भनिकन हेर पापी दानो मैतासुर यसलाई 33 कोटी देउताको नारायण भारी सँग राम हरे राम भारी कोटी देउतालाई मुर्छा पारेको कतिलाई मुर्छा पार्यो कति देउतालाई मार्यो अनि यिनीहरू 33 कोटी देवी देउता यिनीहरू आयो नारायण हरि अब कसो गरे दियो हरि राम कोटी देवी देउता बिराम गरिकन त्यसै बेला अवसरमा राम 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 कठैबाट मेरो प्रभु नारायण राम भएको छ हरे राम एकदम जलसाई भगवान विष्णुको पाउमा जो परेर आज स्वर्गलोकका बिचमा यिनीहरू 33 कोटी देउतालाई नारायण बस्नै दिएन हरे राम बस्नै दिएन Yeah.